अरुण उपत्यकाका लोककथा भाग 2बाट मातृका तिम्सिनाद्वारा लिखित डेक्चिङ हाङमाको कथा आजको बसाइमा तपाईहरुमाझ प्रस्तुत गर्ने जमर्कोका साथ उपस्थित भएको छु। यो कथा यसरी अगाडि बढ्छ। उहिले दिदिङ गाउँमा किराँतहरूको ठूलो बस्ती थियो। त्यस बस्तीमा एउटा गरिब परिवार पनि बस्थ्यो। त्यस परिवारको मूली मान्छे सधैँ कागुवा खोलामा गएर माछा मारी ल्याउँथ्यो र आफ्नो गुजारा चलाउँथ्यो। त्यति गर्दा पनि हातमुख जोर्न धौ परेको कुरा बुढाबुढी बीच चर्चा हुन्थ्यो। त्यस गरिब परिवारमा 2 बाबु आमा र 1 छोरी मात्र थिए। बाबु दिनभरि माछा मार्ने काम गर्थे भने आमा घरको काम गर्थिन्। दुःख सुख व्यवहार चलेकै थियो। जुनेली रातमा आँगनमा उनी खेलिरहेकी थिइन्। घरभित्र अगेनाको डिलमा बसेर बाबु आमा दुवै कुरा गर्दै थिए। जहान बढेका कारण खान नपुगेको र सधैँ दुःखको दुःख नै जुनी बित्ने पीर बाबु आमालाई परेको थाहा पाएपछि उनले पनि आफ्नो बाबुलाई काम सघाउन भोलिदेखि बाबुसँगै माछा मार्न जाने मन गरिन्। आमाले त छोरीले माछा मार्ने काम गर्नु हुँदैन, माछा मार्ने काम छोराको हो भनेर छोरीलाई सम्झाइन्। तैपनि उनले बाबुसँगै गएर माछा मारी ल्याउने र घरको गरिबी कम गर्ने कुरामा सहभागी हुने आफ्नो विचार बाबु आमालाई सुनाइन्। छोरीको कुरा बाबु आमालाई मन पर्यो। भोलिपल्टदेखि बाबुसँग माछा मार्न छोरी जाने नै भएपछि आमाले सखारै उठी भात पकाइन्। जे जस्तो पाक्यो बाबु छोरी दुवैले खाए। हिँड्ने बेलामा आमाले छोरीको केस कोरिदिन् र चुल्ठोमा 1 थुङ्गा सयपत्री फूल सिउरिदिन्। बाबु छोरी दुवै माछा मार्न खोलातिर झरे। कागुवा खोलाको एक ठाउँमा माथिबाट छहरा आई दह बनेको थियो। त्यस ठाउँमा बाबु माछा मार्दै थिए। छोरी खोला किनारको ढुङ्गामा बसिरहेकी थिइन्। एकछिनपछि छोरी के गर्दै छिन् भनेर बुबाले हेर्दा छोरी त्यहाँ थिइनन्। के भयो कसो भयो भन्ने कुरा मनमा विचार्दै बाबुले छोरीलाई बोलाए। आवाज थर्किएर पहरो बोल्यो तर छोरी बोलिनन्। एकछिनपछि बाबुले दहमा छोरीलाई खोजे तर देखिनन्। बरु छोरीलाई हिँड्ने बेलामा आमाले चुल्ठोमा सिउरी दिएको सयपत्री फूलको थुङ्गा भने दहमा तैरिरहेको देखियो। छोरी हराएको खबर लिएर बाबु बेलुका घर फर्के। सबैले शोकसुर्ता गर्दै शोकपा लुक्ने ओडार, बन्झाकै बस्ने जङ्गल, पहरे बाँदर बस्ने पहरा सबैतिर खोजे तर छोरी भेटिनन्। लगभग नभेटिने पक्का भएपछि सबैले छोरी माया मारे। धेरै वर्ष बितिसकेको थियो। लगभग सबैले छोरी हराएको घटना बिर्सिसकेका थिए। एक दिन एकाएक तिनै छोरी दिदिङ गाउँमा आइन्। आउँदा उनले एउटा बच्चा पनि बोकेर ल्याएकी थिइन्। त्यो बच्चाको स्वरूप आधा नाग र आधा मानिसको थियो। माइती आउँदा उनले एक चिन्डो रक्सी लिएर आएकी थिइन्। हराएकी चेली बल्ल बल्ल धेरै वर्षपछि आएकीले सबैले खातिर गर्नु स्वाभाविक थियो। उनलाई भेट्न हेर्न आएका माइती गाउँका सबैलाई हराएकी चेलीले चिन्डोबाट रक्सी बाँडिन्। तर अचम्म रक्सी कहिल्यै सिद्धिएन। जति मानिसले खाए पनि नसिद्धिएपछि मानिसहरूले अनेक लख काट्न थाले। माइती पुगेपछि आफ्नो बच्चालाई सुताउन उनले माइतीमा कोक्रो मागिन् र त्यसैमा सुताइन्। आफ्ना दिदीबहिनी तथा अरू माइतीले बच्चा हेर्न खोज्दा उनले कसैले पनि बच्चा हेर्न दिइनन्। यसरी नै चेलीहरू माइत आउँदा आफ्नो सिसो बासो माइतीको हातमा राखिदिन्थे। तर यिनले भने हेर्न समेत नदिएकाले सारा माइती गाउँ आश्चर्यमा पर्यो। यसमा केही रहस्य अवश्य हुनुपर्छ भनी माइती गाउँका उनका साथी सङ्गीले बल गरेरै भए पनि उनले हेर्न नदिँदै पनि हेर्ने सल्लाह गरे। सल्लाह बमोजिम एक दिन उनीहरू नानी हेर्न पुगे। तर हराएर भर्खरै माइत आएकी चेलीले आफ्नो नानी हेर्न दिइनन्। नदिएपछि साथीहरू र माइती पक्षका मिलेर बच्चालाई तानेर हातमा लिए। माओली
पक्षकारहरूले हातमा लिने बित्तिकै बालकको नाकको स्वरूप भने सबै सकियो र मानिस मात्र बाँकी रह्यो। नाकको स्वरूप भने त्यसै नदीको नागदहमा गई पस्यो र त्यहीँ बिलायो। माइतीमा भएको यस घटनापछि ती चेली माइतीबाट घर फर्किने भइन्। उनले माइतीलाई सबै सम्झाइन्। जे हुनु थियो त्यो भयो। मलाई त्यही नागदहमा बस्ने नाग राजाले आफ्नो दरबारमा लगेर विवाह गरे। यो नागको सन्तान लिएर म केही दिनलाई माइती आएकी थिएँ। अब म फेरि नाग राजाकोमा जान्छु। मेरो बच्चा पनि त्यहीँ गएको छ। म जाँदा नागदहमा हाम फालेर जानुपर्छ र दहमुनि ठुलो दरबार छ, म त्यहीँ बस्छु। तर नाग राजाले आफ्नो छोरो देखेपछि अब मलाई के गर्छन् थाहा छैन। जब म नागदहमा हाम फाल्छु त्यस बखत दूतको शिरको आयो भने म मरेकी छैन भन्ने ठान्नु र रगतको शिरका आयो भने म मरिसकेको भनी ठान्नु। माइतीहरू मिलेर दुखित हुँदै चेलीलाई बिदा गरे र नागदहसम्म पुर्याउन आएका सबै माइतीहरू बिदाबादी भएर ती किराँत चेलीले पुनः नागदहमा प्रवेश गरिन्। उनले हाम फाल्ने बित्तिकै पहिले दूधको सिर्का आयो र पछि फेरि रगत उम्लिएर आयो। दहमा रगतको भुल्का छुट्यो। सबैले माया मारे। किराँत चेली मरेकै ठहरियो। त्यसदेखि उनलाई डेक्चिङहाङमा भन्न थालियो र डेक्चिङहाङमालाई सहकालकी देवीको रूपमा पूजा गरिन्छ। यसरी डेक्चिङहाङमालाई दिदिङका मेवाहाङ राईहरू र लोहोरुङ राईहरू दुवैले मङ्सिरको समयमा दाइँ गर्दा धूप हालेर सह माग्ने गर्छन्। यसरी डेक्चिङहाङमा बुझाउँदा सकेसम्म नागदहमै पुगेर पूजा गरिन्छ। नसके खले गराको डिलमा सानो कुनामा रक्सी र दाइँ गर्दा दयरेले खाने परिकार समेत चढाउनु अनिवार्य मानिन्छ। डेक्चिङहाङमा खुसी भइन् भने अनिकाल लाग्दैन रे, सधैँ सहकाल हुन्छ रे। यो चाहिँ दिदिङका लोहोरुङ र मेवाहाङ किराँतहरूमा प्रचलित लोककथामा आधारित यो कथा थियो। तपाईँले पुरै सुन्नुभयो भन्ने मैले विश्वास गरेको छु। धन्यवाद।